आज पोखरीमा माछा नखाएर लोकल पारामा खाइयो लोकल कुखुराको मासु। अनि आज दिनभरि के गरियो त? सो हेलो साथीहरू, फेरि पनि स्वागत छ मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ बिहानदेखि पानी परेको हुनाले पोखरीमा त्यति काम थिएन, त्यही भएर बुवाले भन्नुभयो कि आज लोकल कुखुराको मासु खाम भनेर। अनि हामी घरबाट सामान लिएर आउँदा यहाँ चाहिँ सबै तयारीहरू चलिरहेको थियो। यता माइजू र आन्टी मिलेर कुखुरा बनाउँदै हुनुहुन्थ्यो। अनि हाम्रो चाहिँ चटपट खाने प्लान पनि थियो। यता चटपट पनि बनेर तयार भइसकेको थियो र यता खाँदै थिए बच्चाहरू। यता दादा र भिनाजु पनि खानु हुँदै थियो। चटपट चाहिँ मिठो बनेको थियो। अनि यता चाहिँ आमाले प्याज छिरिराख्नु भएको थियो। यसरी सबैजना मिलेर पकाउँदा पिकनिक जस्तो पनि भएको थियो, रमाइलो भएको थियो। अनि त्यसपछि हामीले माछाहरूलाई पनि चारा हाल्यौँ। हामीले मात्रै पेट भरेर त भएन नि, माछाहरूलाई पनि चारा हाल्नु पर्यो। अनि म र मेरो छोरा पनि माछा हेर्दै रमाइरहेको थियो। मेरो छोरा पनि यता चाहिँ मासु काट्न लागे आन्टी र माइजू मिलेर। त्यसपछि यता पकाउने तयारी। अनि हाम्रो चाहिँ एकचोटि चटपट खाएर पेटै भरेन। फेरि दादाले सामान लिएर आउनुभयो र चटपट बनाउनु भयो। त्यसपछि यता बच्चाहरू मिठो मिठो भन्दै खाँदैछन्। उता चाहिँ सानीले मिठो मिठो भन्ने चक्करमा उसको चाहिँ हातबाट भुजा नै खस्यो। अनि को हुनुहुन्छ त हामी जस्तै चटपट लवर। यता चाहिँ दिदीलाई सामान लागेको थियो, त्यही भएर शाकाहारी छाउछाउमा चटपट बनाएर खानुभएको थियो। अनि यता आमाहरू पनि चटपट खानु हुँदै थियो मासु पकाउँदै। त्यसपछि दिदी र म पारी गएँ पानी लिन। यहाँ चाहिँ बुवाले बाबुको लागि गाडी बनाइदिइराख्नु भएको थियो। अनि बाबुले चेक पनि गर्यो। म चाहिँ यहाँ पानी भरिरहेको थिएँ। पानी पनि कस्तो फोर्समा आइरहेको थियो, भर्नै गाह्रो भइरहेको थियो क्या। अनि पानी लिएर जाँदा यहाँ चाहिँ खाना हालिराख्नु भएको थियो भाउजूले अनि आमाले। टाढैबाट मासुको बास्ना यस्तो मिठो आइरहेको थियो। अनि आमाले मासुको ढक्कन खोल्नुभयो। यस्तो मिठो देखिरहेको छ हेर्नुहोस्। अनि खाँदा पनि यस्तो मिठो थियो। मासुको झोल त झनै मिठो थियो। अनि आमाले सबैकोमा हाल्नुभयो मासु। यता सबैजना खाइरहेछन्। म चाहिँ मेरो छोरालाई खुवाइरहेको छु। ऊ पनि रमाइरहेछ, दादाहरूसँग मजाले बसेर खाइरहेको थियो। अनि यता आमा हुनुहुन्छ हाम्रो। यता माइजूले खुट्टा तान्दै हुनुहुन्छ। यता आन्टीले चाहिँ लजाउँदै हुनुहुन्छ। अनि यहाँ दादा र भिनाजु चाहिँ बाहिर बस्नुभएको थियो। दादाले पनि खुट्टा देखाइराख्नु भएको छ कुखुराको। अनि यहाँ लिचीको रुखको तल बसेर दादा र भिनाजु खानु हुँदै थियो। यता बुवासँग सबै बच्चाहरू बसेर खाना खाँदैछन्। सानीले मासु खाएको अनि म चाहिँ निस्केँ खुट्टा देखाउँदै, कुखुराको खुट्टा। अनि हाम्रो पालो आयो खाना खाने। त्यसपछि हामी पनि बाहिर बसेँ दिदी र म। दिदीको चाहिँ मासु जस्तो देखिरहेको छ, तर त्यो मासु होइन है। फेरि त्यो चाहिँ आलु र सिन्कीको तरकारी हो। दिदीको सावन चलेछ नि त, त्यही भएर दिदीले मासु खानु भएन। अनि यता बच्चाहरूले खाना खाइसकेपछि यता खेलिरहेछन्। अनि खानासाना खाइसकेपछि हामी लाग्यौँ घरतिर। बाबु चाहिँ आफ्नो गाडीमा, दादाले चाहिँ धक्का दिइराख्नु भएको थियो पछाडिबाट। यसरी नै हामी घर पुग्यौँ। त्यसपछि साँझ भयो। आज चाहिँ छोरोले फर्स्ट टाइम हिँडेको है। यस्तो खुसी लाग्यो मलाई चाहिँ बाबु हिँडेको देखेर। लर्खराउँदै उसले चाहिँ पाइला चाल्न सिक्यो। अनि यता चाहिँ दिदीले सेलको तयारी गरिराख्नु भएको छ। आमालाई अस्तिदेखि सेल खान मन लागिरहेको थियो, अनि त्यही भएर पनि सेल बनाएको। अनि सेलसँग अचार त खानै पर्यो साथीहरू, त्यही भएर मैले चाहिँ अचारमा हाल्नलाई जे काट्नुपर्ने थियो त्यो सबै काटेर तयारी गरिदिएँ। काट्नमा चाहिँ म त एक्सपर्ट हो नि फेरि। अनि यता चाहिँ दिदीले सेल पकाउन सुरु गरिसक्नु भयो रहेछ। सेल पकाउनमा एकदमै सिपालु हुनुहुन्छ हाम्रो दिदी। जहिले पनि दिदीले नै पकाउनुहुन्छ। मैले त कहिले पनि पकाएको छैन होला सायद। लास्टमा चाहिँ अलिकति बचाइदिनु, म सिक्छु भनेर मागेँ दिदीसँग। अनि आज पनि मैले ट्राई गर्नलाई अलिकति बचाइ मागेको थिएँ। अनि आज त मेरो फर्स्ट ट्राईमै राम्रो सेल बनेको थियो। अरू बेला चाहिँ कस्तो कस्तो बनाउँथ्यो, आफै बनाएर आफै हाँसो लाग्थ्यो क्या। अनि आज चाहिँ राम्रो बनेको थियो। त्यसपछि हाम्रो मासुको बटुक पनि बनाउने प्लान थियो। अनि दिदीले सबै रेडी पारिराख्नु भएको थियो। अनि पकाउनु हुँदैछ अहिले। मलाई चाहिँ एकदमै मनपर्छ, त्यही भएर दिदीले पकाइदिनु भएको थियो मेरो लागि। एकदम मिठो भएको थियो, क्रिस्पी क्रिस्पी। मैले यति धेरै खाएँ। अनि यता छोरो खेलिरहेको थियो आफ्नो नाना नानीहरूसँग। अनि यता चाहिँ अचार दिदीले बनाइराख्नु भएको थियो। म चाहिँ टेस्ट गर्नलाई मागिरहेको थिएँ। अनि खानासाना खाइसकेपछि हाम्रो चाहिँ नि मेहेन्दी लगाउने प्रोग्राम थियो। अब साउन लागिसकेपछि मेहेन्दी त लगाउनै पर्यो। दिदीले सबैको हातमा पालै पालो मेहेन्दी लगाइदिनु भयो। सुरुमा चाहिँ आमाको हातमा लगाइदिनु भयो, त्यसपछि भाउजूको हातमा, अनि लास्टमा चाहिँ मेरो हातमा लगाइदिनु भयो। मेहेन्दी एकदमै राम्रो लगाइदिनु भएको थियो सबैको हातमा। हामीले त मेहेन्दी लगाएँ, हजुरहरूले लगाउनु भयो कि भएन?